चाहिँ हामी बन्दीपुर जानेछौँ। अनि बाहिर आमाहरू बाबुहरू चाहिँ गाडीमा गए, कारमा। म र रमेश चाहिँ स्कुटीमा सरारा गयौँ। अब खरिनी हुँदै गाउँपालिका हुँदै गयौँ। रोड चाहिँ एकदम खाली थियो, एकदम सफा चाहिँ मजाले सरारा गएको थियो। माउन्टेन पनि दामी देखिरहेको थियो आज चाहिँ। सीधा पास चाहिन्छ र अनि भित्र छिरेपछि हामी माथि गयौँ। हाम्रो सबैजना माथि पुगिसकेको थियो, हामी मात्र लेट थियौँ। वेलकम टु बन्दीपुर केवाकार। सेकेन्ड टाइम हो, उहाँहरूको सबै फर्स्ट टाइम थियो सबैको। अब स्कुटी पार्क गर्नतिर गयौँ। अनि दिदी आमा भाइहरू सबै आएर बस्नु बसेको थियो। अनि बच्चाहरू खोइ भनेको त पुरा उहाँ खेल्ने स्टेसनमा गइसकेछ। सबजना हँसाक बसेको थियो, पसिना चारजना चलेको गर्मी थियो दिउँसो। पसिनाले त कालै बनाइसकेको छ। खेल्न पाएपछि मस्त रमाइलो भयो बच्चाहरूलाई। यो मेरो भाइ, यो मेरो दिदी, यो मेरो परिवार। एउटा घर रहेछ, राम्रो यता हेर्ने है। बस्यौँ, खाजाहरू खायौँ, एकछिन बस्यौँ। केवाकार चाहिँ 2 बजीसम्म ब्रेक रहेछ हिँडेको, त्यही भएर हामी चाहिँ वेट गर्नु परेको थियो। त्यही पछि भोक लागेर खाजाहरू खान थाल्यौँ। बच्चाहरूले चाहिँ मोमोहरू खाए। हामीले चाहिँ खाजा सेट मगाएको थियौँ। त्यही घर छेउमा एउटा घरमा खाजा बनाउनु हुँदो रहेछ। एउटा खाजा सेटको चाहिँ 450 रहेछ। त्यसपछि जिनानु माउन्टेन चढ्ने गर्दै चढ्न थाल्यो। चढ्ने रे फेरि केवाकार खोल्यो, उनीको ब्रेक ओभर भइसकेको थियो। त्यही भएर हामी आयौँ भित्र टिकट काउन्टरमा। लिफ्टमा चढेर जानु पर्नेछ तल। त्यसपछि लाइन लगाएर हामी केवाकार वेट गऱ्यौँ। त्यहाँ भित्र इन्ट्री गर्नुपर्ने रहेछ। टिकट चेक गर्दैछ। केवाकार आयौँ, एक्साइटेड छ बच्चाहरू। गयो एक टोली अगाडि, हामी चाहिँ पछाडि टोली। माथि चाहिँ बिचमा चाहिँ डेन्जर उकालो थियो। यस्तो डेन्जर जङ्गल, ठाडो उकालो के, हेर्दा पनि डर लाग्ने। हेर्नु पछाडि माथिबाट नि दामी देखेको थियो यो माउन्टेनहरू, हिमालहरू। आज त अझ यो भिडियो भन्दा पनि एकदमै त्यो आफूले चाहिँ क्लियर देखेको थियो। मेरो भाइ बाटो नि सानो छ, टर्निङ चाहिँ अलिक गाह्रो छ। बाटो अहिले टर्निङ
त्यसपछि 5 स्टारको एकदम 10-11 तलाको एकदम ठुलो बिल्डिङ। अलिक स्टेयर्सहरू थियो भराइकोहरू यस्तै 5-10 मिनटको। त्यसपछि मेन बजार आयो। बद्नेपुरको चाहिँ मेन बजार यही हो। जाँदै गऱ्यौँ। काम चाहिँ अलिक गर्मी थियो दिउँसो त, बिहानतिर जाडो पनि दिउँसो त यस्तो गर्मी थियो। हामी चाहिँ अघि यो चाहिँ रेजुले पुरा खिचिरहेको थियो, उसको हातले खिची ब्लग गर्दै खिचिरहेको रहेछ। मेरो दिदीको ठुलो छोरा रेजु हेर्नु कोको मान्छे हो नि। खिचेको थिएँ। चाइना ग्रेट वाल चाहिँ पछाडि रहेछ, हामी जानु पाएनौँ टाढा भएर। Come on, Rez. भिडियो चाहिँ अगाडि पछाडि भएछ क्या। अब चाहिँ हामी ड्रेस लगाएर फोटो खिच्ने, फोटोसुट गर्ने हेरेर ड्रेस लगाउन गयौँ। मेरो बाबुहरू हेर्न जाने रे, उनीहरू चाहिँ लगाउनु मानेन। ड्रेस लगाउने यस्तो रेन्टमा चाहिँ टर्ने रहेछ पसलहरू। दिदी, म, आमा, बहिनी यसै भिडियो खिच्न थाल्यौँ लुगा लगाएर। 1 घन्टाको 300 लिँदो रहेछ। 1 घन्टादेखि हामीले आधी घन्टा चाहिँ लगायौँ होला फोटो खिच्दा, भिडियो खिच्दा, यताउति गर्दा। भाइ चाहिँ मेरो फोटोग्राफर हो। भाइले अल्छी नमानिकन सबको भिडियो फोटोहरू खिच्दै थियो आज। फोटो सेसन रहेछ हाम्रो फोटोग्राफर पनि हो। थ्याङ्क यू सो मच। दिदी बहिनीको टटक सुरु भयो भिडियो बनाउनलाई। हाम्रो ग्रुप फोटोहरू एउटा दुईटा। सुन्तलाहरू बेचेर रहेछ, सुन्तला चाख्दै किन्न थाल्यौँ। एउटा दुईटा। अनि हामी फर्किन थाल्यौँ। अब चाहिँ फर्किनुपर्छ भनेर सबैजना जान थाल्यौँ। तितौरहरू खिर्यौँ यहाँ फर्क्यौँ। अनि त्यो सनसेटको माउन्टेन भ्यू पनि दामी टल्किरहेको थियो। आज त दिनैभरि यति राम्रोसँग देखेको थियो। मेरो बच्चाहरू तल झरेपछि केवलका कछुवा समातेर भिडियो खिच्दै पछाडि बाउ छोराको भिडियो सुट, कान्छा र आप्पा। त्यसपछि हामी तल गयौँ। अब अनि यहाँ रोडमा तल एकछिन भाइको गाडी कुर्यौँ। अनि एकछिन बनाना खान थाल्यौँ सबजना भोक लागेर अलिअलि। त्यसपछि भाइको साथी आयो, उहाँहरू जानुभयो, बच्चाहरू र आमा। अनि भाइ गाडीमा, म, दिदी अनि रमेश चाहिँ स्कुटीमा गयौँ। रातभरि आउँदा आउँदै यो चाहिँ अब खरेरी चोक हो। अब खरेरी चोकबाट चाहिँ पोखरा, चितवन अनि सबै छुट्टिन्छ काठमाडौँ। यताबाट चाहिँ गोर्खा जाने दिदी र रेसु अनि म र रमेश अघि। बच्चाहरू चाहिँ आमासँग गाडीमा आउँदैछ। यो चाहिँ मर्साङदेखिको पुल हो। यहाँबाट चाहिँ ठ्याक्कै गोर्खा छुट्टिन्छ, गोर्खा आउँछ। तिहारको झिलिमिली अब फाइनली गोर्खा हाम्रो टोल आयो। हाम्रो एरिया 10 किलो आएपछि चाहिँ मेरै घर आयो भनिरहन्छ।
अब यहाँ गरायो थ्याङ्क यू